आज चाहिँ बिहान उठेर चाहिँ हामी अपना प्रार्थनाहरू भ्याएर चाहिँ म चाहिँ कपडा धुलाउन हिँडेँ। 7 बजेको बिहान है, यसरी चाहिँ मैले उम्प्लिङ सटमा पुगेको छु र फेरि चाय पिनुपर्छ भनेर चाहिँ चायहरू लिएँ दोकानबाट र त्यसरी चाहिँ म आफ्नो कपडा धुलाउने ठाउँमा चाहिँ पुगेको छु है। म चाहिँ तपाईँलाई देखाइरहेको थिएँ भिडियोहरूमा है, यो चाहिँ अब कपडा धुलाउने ठाउँ हो र मेरो मामाले चाहिँ मलाई हेल्प गर्नको लागि आउनुभयो नि त कपडा राख्नुको लागि। र फेरि त्यसको बादमा चाहिँ मामालाई चाहिँ हामी एकसाथ पियौँ र त्यसको बादमा फेरि मामाले बिस्कुट खोल्न लाग्नुभयो है, हामी चायसँग पिउनु भनेर फेरि त्यसरी गरेर चाहिँ फेरि म तपाईँहरूलाई चाहिँ बिहान 7 बजेको भ्यू चाहिँ कस्तो छ भनेर म तपाईँहरूलाई देखाउन लागेको छु। त्यसरी चाहिँ फेरि तपाईँहरूलाई मैले के देखाउँदैछु भनेपछि चाहिँ मेरो घर, यो राते गाडी चाहिँ तपाईँले देख्नु भइरहेको छ, यो म बस्ने ठाउँ हो। त्यसरी चाहिँ आन्टी पनि बिचमा आउनुभयो र फेरि मामाले पनि अलिकति मजाक गर्नुभयो आन्टीसँग, बातचित गरेर फेरि चाहिँ म फेरि आफ्नो घरको जग्गा देखाउन लागेको छु है। र फेरि त्यसको बादमा चाहिँ आयो कुकुर बिचमा। तपाईँहरूलाई कस्तो लाग्यो मेरो भिडियो?